यहाँनिर देख्न सक्नुभयो सबै हामी म्युजियम आइरहेको छौँ यहाँनिर केटाहरू म्युजियम हो लु केटा यता हेर त लु यादगार हुनेछ अब यो पल चाहिँ होइन अब हामी चाहिँ इन्टरनेसनल म्युजियम आइरहेको छौँ यहाँनिर सबै हेर्दा पनि हुन्छ यो यहाँनिर चाहिँ भनेको मगरको ड्रेसको यहाँनिर देखिरहेको छ मगरको ड्रेस भएको चाहिँ अब यहाँनिर भनेको अरू चाहिँ के देख्न सकिन्छ भन्दाखेरि यो जुन हुन्छ नि यो पुरान टी मिक्सचर यो चाहिँ भनेको पुरान टी मिक्सचर रहेछ यहाँनिर देख्न सकिन्छ यसले चाहिँ अब हामीले भनेको चाहिँ के अरे यो पुरानो समयमा हामीले चाहिँ चिया पनि बनाउन प्रयोग गरिने रहेछ अनि यतातिर सबै देख्न सकिन्छ यो पुरानो युटेन्सिल्सहरू हो सबै यो पुरानो चिज मात्र हो नि जस्तै कि हामीको लाप्सिङ भयो अथवा लोता भयो होइन यहाँनिर देख्न सक्नुहुन्छ मजाले अब यहाँ भनेको त यो सबै भनेको काँचका थाली के अरे यो झर्केका थालीहरू सबै देख्न सक्नुहुन्छ यहाँनिर दोइसो जमाउने भयो यहाँनिर भनेको ठक्कियाहरू हुँदो रहेछ टी स्ट्यान्डहरू अब यो भनेको चियालाई चाहिँ राख्ने अब ठाउँ हुन्छ ठ्याक्क ल्याएर दुध दुने होइन अब यहाँनिर धेरै खालका भाँडाहरू छन् सबै त चिनिँदैन चिन्न चाहिँ र पनि यहाँ मेलाङ भन्ने छ कपर ओभन टु किप द डिस्पोट वार्मर हो अब यहाँनिर चाहिँ पुरानो जमाना चाहिँ अब हामीले पानी हाल्यौँ भने चाहिँ यता तातो भइरहने रहेछ भाँडो चाहिँ यहाँ देख्न सक्नुहुन्छ मजाले अब यो त मजाले सबैले चिनिराख्नु भन्छ केलाई भन्छ होला नि डम्याङ हो होइन बेजती इज्जत भयो बेजत हुन्छ यी चाहिँ भनेको भाँडाहरू सबै यहाँनिर भाँडाहरू नै भाँडा छन् यहाँ इन्टरनेसनल म्युजियम हो यो चाहिँ यो चाहिँ कुनको पो हो पोखराकै होइन इन्टरनेसनल म्युजियम ल यो चाहिँ इन्टरनेसनल पोखरा भयो यहाँ चाहिँ अब फायर एक्सटिङ्ग्विसर छ यहाँनिर देख्न सक्नुहुन्छ यहाँ चाहिँ भनेको डिफ्रेन्ट धामी झाँक्रीदेखि लिएर यहाँ ट्रेडिसनल वेमा चाहिँ देखाइरहेछ यहाँ जस्तो कि पुजारी भयो यो डोकिनी भयो अनि जस्तो कि माङलाङ भयो यसरी चाहिँ यहाँ देख्न सक्नुहुन्छ सम्पूर्ण यहाँ चाहिँ सम्पूर्ण विस्तृत रूपमा चाहिँ यहाँ जानकारी दिन सकिन्छ यो चाहिँ यहाँ आयो भने चाहिँ हामीले नेपाली कम्युनिटी चाहिँ ठ्याक्कै बुझ्न सकिनेछ भन्ने यहाँ जानकारी गराउँछु म चाहिँ अनि अरू त त्यस्तै अब यहाँ यो अब डोका दामला भइहाल्यो यो मेन भनेको गुरुङदेखि लिएर थारू कम्युनिटीको सबै यहाँ चाहिँ दिएको रहेछ अब यहाँ भनेको पुरानो अन्डा पकाउने भाँडादेखि लिएर सबै थोक चाहिँ यहाँ तल पनि दिएको छ हामीले यो मजाले गऱ्यौँ भने चाहिँ सबै थोक चाहिँ बुझिने रहेछ भन्ने यहाँ पुरै जानकारी दिँदैछु अब यो इन्टरनेसनल म्युजियम रहेछ यो भनेको 2-3 तलाकै रहेछ अब यो भनेको कति तलाको छ साथी यहाँ 3 तलाको हाम्रो इन्टरनेसनल म्युजियमै रहेछ यहाँ आएपछि चाहिँ नेपालको सबै थोक चाहिँ बुझिने सकिने रहेछ चाहिँ किरात सबै यहाँ नेपालको इतिहास कहाँ छ भन्दाखेरि चाहिँ पोखरा म्युजियम आउँदा नि हुने रहेछ त्यो सम्पूर्णलाई म रिकमेन्ड गर्छु कि यो पोखरा म्युजियम चाहिँ एकचोटि आइदिनु होला घुमिदिनु होला होइन ल अब यहाँनिर सम्पूर्ण यहाँ के लेखेको छ अब यो अहिलेको भनेको यो माउन्टेनको हाइट भइहाल्यो यहाँ माउन्टेनको फोटो पनि मजाले राखिएको छ 8.86 भइहाल्यो यो मजाले प्रष्टै देखिन्छ यहाँनिर कस्तो राम्रो पिक्चर यहाँ माउन्ट केटु भयो जस्तै कि अब नेपालकै यहाँ दोस्रो नम्बरमा पर्छ अथवा यो संसारकै तेस्रो नम्बरमा पनि पर्यो होइन जस्तै कञ्चनजङ्घा भयो चौथो नम्बरमा परेको यो अब नेपालको अब उता हेर्दा त अब पाकिस्तानकोसँग त अब नजानु तेस्रो छ अब यहाँनिर भनेको माउन्टेन सबै माउन्टेनै जुन माउन्टेन रहेछ यहाँ देख्न सकिन्छ जस्तै कि यो लोच्छे भयो यो लोच्छे पछाडि चाहिँ भनेको मकालु आयो मकालु बेसमेन्ट भनेको हाम्रो चाहिँ यो 84-63 चाहिँ रहेछ हाम्रो अब यहाँ भनेको चोयु आयो भनेपछि यहाँ भनेको धाङलाङगिर के हो धौलागिर रहेछ अनि मनासलु रहेछ यो चाहिँ अनि भने चाहिँ नङ्गा पर्वत हो यो चाहिँ नङ्गा पर्वत मजाले देख्न सकिन्छ यो चाहिँ नङ्गा पर्वत भयो आमामामा ल अनि यो भनेको चाहिँ अन्नपूर्ण चट्टा लाएर अन्नपूर्ण हिमन चाहिँ यहाँ देखिन सकिन्छ यो चाहिँ भनेको उहाँ माथिबाट हेर्दा पनि छतबाट पनि देखिँदैछ अन्नपूर्ण हिमन चाहिँ एकचोटि मजाले सबैलाई विस्तृत गर्न सकेँ यहाँ चाहिँ अब यसरी नै माउन्टेन छ यहाँनिर भनेको हाम्रो इन्टरनेसनल टुरिस्ट पनि हुन्छ होइन यहाँ दुईजना चाहिँ इन्टरनेसनल टुरिस्ट पनि हुन्छ हामीहरूलाई अब फरक त उता फर्किदिनु भयो हाम्रो बेजत त भइहाल्यो र पनि अब अगाडि बढ्यो यो भिडियो यस्तै हो जिन्दगी हेर्ने केटा हो अब यो यस्तै हो यहाँ भनेको चाहिँ जियोलोजिकल सेक्सन रहेछ अब हाम्रो गयो भनेको यो छँदैछ यहाँनिर भइहाल्यो होइन अब यहाँनिर भनेको नेपालमा पाउने सम्पूर्ण यहाँनिर चाहिँ विस्तृत रूपमा ढुङ्गै चाहिँ रहेछ यहाँ सक्नुहुन्छ यहाँ कस्तो राम्रो तरिकाले ढुङ्गा गर्दैन यहाँ ढुङ्गा देखिन सकिन्छ जस्तै कि औजन जेनेसिस भनेर देखिएको छ यहाँ हामीहरूको कास्कीदेखिको लिएर हामीहरूको यो सबै खालको नेपालमा पाइने यो हुन्छ नि ढुङ्गा स्याङ्जादेखि लिएर सबै ठाउँको ढुङ्गा छुट्टै ठाउँको लेखेको रहेछ होइन हाम्रो यो सबै ढुङ्गा त मैले देखेँ तर यहाँ मैले आफ्नै गाउँको यो रत्वा खोलाको ढुङ्गा चाहिँ अलिक देखिनँ मैले यहाँनिर यहाँ कहाँनिर राखेको छ अब खोज्नुपर्छ त्यसलाई चाहिँ खै आम्मामा है केटा हो भवाल रहेछ यार यहाँनिर देख्नुहुन्छ सबै हाम्रो यो चाहिँ ब्याचमेट भइहाल्यो यो भनेको जियोलोजीको सेक्सन भयो यहाँनिर पढ्दा पनि भयो नपढ्दा पनि भयो खासै टाइम त छैन त्यही भएर पढ्न चाहिनँ मैले ल
लु यहाँनिर अलिकति बुझाउँ त हाम्रो विश्वको भूगोल बुझाउँ साथी भूगोल यो जम्मै एकै ठाउँमा भएको यो टेक्टोनिक प्लेटहरू चाहिँ कसरी छुट्टिँदा छुट्टिँदै सातवटा महादेश बनेको भनेर चाहिँ यो सेक्सनमा भनेको छ हो ऊ भनेको चाहिँ हाम्रो जियोलोजीको सबैभन्दा मास्टरै हुने यिनलाई सबै भूगोलको बारेमा सबै थाहा छ होइन लु अब यहाँ चाहिँ के भएको रहेछ साथी यो अलिकति विस्तृत जानकारी दिउँ त यसको ढुङ्गाहरू हो मिनरल्सहरू चाहिँ हो क्या भन अलिक हेमाटाइट कोइलादेखि सबै कुराहरू हुन्छ नि त जेबाट चाहिँ अब हाम्रो चाहिँ पत्तो जस्तो लाइमस्टोनहरू भयो होइन जेबाट चाहिँ यो त लाइभ होइन होला खानीहरू मिनरल यहाँनिर चाहिँ हाम्रो लाइभ पनि देखाउँदैछ ठक्क लाएर यहाँ कहाँनिर के भइरहेछ भने यहीँबाट देखिनेछ नेपालमै बसी बसी चाहिँ अब यहाँ चाहिँ अब कसरी हिमाल बन्छ लु लु सर यहाँ यसको बारेमा अलिकति ज्ञान दिउँ त हामीलाई यो के हो खास चाहिँ सबै यसको जानकारी दिउँ त अलिक अगाडि गएर एक्सप्लेन गरौँ यसलाई चाहिँ नेपालको यो पहाडी भेगको पुरै चित्रण देखाए जस्तो छ हिमालले अनि अरू जस्तै हिमाल छ अनि यहाँबाट कसरी अब नदीहरू बग्दै 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 एकदम पुछारसम्म गएको देखिरहेछ अनि अरू यहाँ चट्ट देखिन्छ हिमालहरू यो चाहिँ हाम्रो यो खोलो हुँदै चाहिँ यहाँबाट आएको हो यो खोलो हो सट्ट हिमालदेखिको पानी चौधै चुँदै यहाँ तलैसम्मको देखाएको रहेछ यो चाहिँ हाम्रो चाहिँ 3 तलाको रहेछ यो इन्टरनेसनल म्युजियम भयो यहाँ चाहिँ देख्न सक्नुहुन्छ क्राउन अफ वर्ल्ड भनेर 360 मा दिएको छ यो भनेको 360 डिग्रीको हामीहरूको यो चाहिँ बक्कै दाम भनेको हाम्रो 360 डिग्रीको चाहिँ दिएको रहेछ भन्ने कुरा आयो अनि भनेको मार्चोबुलुङ्गा भन्ने छ यहाँ टप अफ द वर्ल्डमा यो पर्दो रहेछ भन्ने कुरा आयो यो गुगल अर्थ एनालाइसिसले चाहिँ गरेको रहेछ भन्ने यहाँनिर देखायो होइन अब यहाँ यस्तै यस्तै छन् सबै हिमाल पहाड सबै यहाँनिर रहेछ ज्ञान चाहिँ अब यहाँ आएपछि नेपालको भूगोल सबै बुझिने रहेछ भन्ने मैले जानकारी गराउन चाहेँ यहाँ के भनेको रहेछ अलिकति एक्सप्लेन गरिदिन सकिन्छ साथी यहाँ चाहिँ के छ भन्दाखेरि द एभरेस्ट हिमाल हाम्रो सबभन्दा विश्वको सबभन्दा ठुलो हिमाल हेर्नुहोस् यहाँ त्यसको बारेमा छ त्यस पछाडि भनेको माउन्ट आमा दब्लान अरे यो चाहिँ भनेको याक विथ लोड याक यहाँ छ यहाँ माउन्टेन छ अनि अरू अर्को छ थामसेरको हिमाल यो 6623 मिटरको रहेछ यो पनि हिमाली क्षेत्रमै हो अनि अरू त्यस पछाडि हाम्रो घरबाट देखिने यी मकालु पश्चिम मोहडा हो हाम्रो चाहिँ यो निमाने बसिरहेको ठाउँबाट नि देखिन्छ हामी यो पाखरीबाट नि चट्ट देखिन्छ पछाडि यो पर्वत भन्ने कुरो थाहा हुनु पर्यो यहाँ हेर्न सक्नुहुन्छ हाम्रा हिमालहरू ल त्यस पछाडि यहाँ छ कञ्चनजङ्घा रहेछ वेस्ट साइडबाट चाहिँ हाम्रो वेस्ट साइड रहेछ ल अब अरू जाम यहाँ केही भनेको छ भने बुझाइदिउँ यहाँ के भन्दाखेरि यो चाहिँ हाम्रो मिनरल्सहरू अथवा ढुङ्गाहरू हो यो चाहिँ फाइलाइट रहेछ यो मिका भन्ने सोइलमा एकदम हामीले पढ्न मात्र पढेका थियौँ तर यहाँनिर चाहिँ सबै विस्तृत जानकारी चाहिँ यहाँनिर रहेछ जस्तै कि यहाँनिर भनेको मिका रहेछ यो भनेको बायोटिक यो अग्निस भन्ने चाहिँ यहाँ रहेछ यो अग्निस भन्ने चाहिँ यस्तो हुँदो रहेछ ढुङ्गा मजाले देख्न सकिन्छ डोलोमाइट भन्ने हामीलाई एकदम चाहिने सोइल साइन्समा यो डोलोमाइट यहाँ हेर्नु डोलोमाइट कुन पो हो यो डोलोमाइट हेर्नु सेतो सेतो छ नि ल डोलोमाइट हो है त्यस पछाडि यो खुजबुजिएको फिलाइट यो भनेको फिलाइट रहेछ माइक्रोफल्टमा त्यस पछाडि यो अझ क्लियर छ यो चाहिँ फिलाइट हो त्यस पछाडि यहाँनिर रहेको छ भनेको मेटा स्यास्टेस ल यहाँनिर यस्तो यस्तो देखियो होइन यो चाहिँ सोइल साइन्सको विद्यार्थीको लागि चाहिँ एकदम हामीहरूले अब यहाँ जहाँ पनि जे पनि गरे पनि यहाँनिर आइपुग्ने नै ठाउँ रहेछ उहाँनिर भनेको सञ्जीव दाइ हुनुहुन्छ उहाँ माथि चाहिँ हामीलाई गाइड गर्न आउनुभएको आफै गाइड गर्ने बेला भइसक्यो हामीहरूले अब यो बारेमा नि के भन्ने हो कि यो के हो यो यहाँ नेपालमा हुने चरा लुङ्गी ल ल यति आइदिउँ त सर यहाँ आइए सबैलाई विस्तृत जानकारी दिउँ है यो भनेको हाम्रो एजुकेसन टुर पनि रहेको छ अनि साथसाथै हाम्रो अलिकति मनोरञ्जन कार्यक्रम पनि हो 30वटा बर्ड स्पेसिस छन् त्यहाँ हेर्न सक्नुहुन्छ त्यहाँ हेर्नु त्यहाँ लेजेन्ड भनेर लेखेको छ त्यहाँनिर भनेको के गर्छ सिम्बलाइज गरेको छ नेपालको बााउन्ड्रीमा कहाँ छ हाइवे कहाँ छ रोडमा कस्तो छ माउन्टेनमा कस्तो छ तपाईँहरू यहाँ कलर हेरेर एकदम त्यस पछाडि उता रहेछ भरत लेक भन्ने रहेछ भरत लेक चाहिँ कहाँ पो हो भरत लेक भनेको ठ्याक्कै जिल्ला चाहिँ थाहा भएन तर सक्नुहुन्छ लु यहाँनिर देखिन्छ है भरत लेक भनेर चाहिँ यहाँ छ है माई पोखरी छ यहाँ माई पोखरी हो माई पोखरी लु माई पोखरी त तपाईँहरूलाई थाहा होला लु माई पोखरी भनेको चाहिँ मेरै ठाउँतिर रहेछ है यो चाहिँ अब हामी यता जाँदैछौँ ल यहाँ के पो हो यो ल यहाँ चाहिँ बुद्धको लागि पनि यहाँ देखिरहेको यहाँ चाहिँ सबै थोकको ज्ञान चाहिँ दिएको छ यहाँ गुम्बाहरू
ल यहाँनिर चाहिँ हामीको सम्पूर्ण देख्न सक्नुहुन्छ नेपालमा कुन कुन प्रजातिका छन् के छन् होइन हामीले एक एपदेखि लिएर केले रिसर्च गरेर के फाइन्डिङ गरेछ भन्ने यहाँनिर देख्न सकिन्छ सबै यहाँ जस्तै के अरे कन्जर्भेसनमा चाहिँ हाम्रो यो लियोपार्डको जात पनि क्रस गरेर के यो जति पनि कन्जर्भ गरेको छ यो चाहिँ यहाँनिर छ त्यही भएर यहाँनिर आएपछि हाम्रो नेपालको भूगोलदेखि लिएर सबै पुरै एकदम जानकारी पाइन्छ साथी के हो अरू के छ यहाँ अब यहाँ भनेको एसियन मेजर ट्रेनहरू रहेछ त्यस पछाडि जोमसोम यहीँ देख्न सक्नुहुन्छ जङ्सन हामी जाँदैछौँ तर नपुग्न नि सकिन्छ तिलिचो ताल मुकेशमा राइडमा जाँदैछौँ यहाँ चाहिँ त्यस पछाडि रहेको छ ल गलीघरका साइड छ यहाँनिर चाहिँ नेपालको मेजर हेरिटेजहरू तपाईँले नेपालको ट्रेक गर्ने कहाँ गर्ने भन्न जानिएन भने चाहिँ यहाँनिरबाट ठक्कै हेर्न पनि सक्यो एकचोटि लिस्ट लिएर गएर आफू घुम्न पनि सक्यो यहाँ चाहिँ हाम्रो दाइ हुनुहुन्छ उहाँ चाहिँ क्याम्पसको प्रतिनिधि छ दाइ एउटा एक दुईवटा कुरो के राख्ने हो कि यो बारेमा खासै राख्ने कला छैन सबै कुरा यसले बताइहाल्छ कहाँ जान्छौँ कुन ठाउँमा जाँदैछौँ भन्ने कुरा यही हेरेर यो एकदम सेभ गरेर राख्नु होला दाइले गर्दा चाहिँ आज हामी यहाँ घुम्न पनि पाइयो दाइलाई धेरै धेरै धन्यवाद छ यसरी यतातिर हाम्रो साथी यहाँ के भनेको छ खास यहाँ सबै एक्सप्लेन गरौँ यो भनेको हाम्रो यहाँनिर देख्न सक्नुहुन्छ हिमालयन डाँफे नेपालको नेसनल बर्ड यस्तो छ यहाँ हेर्न सक्नुहुन्छ ल डाँफे मजाले हेर्न सक्नुहुन्छ ल त्यस पछाडि यहाँ रहेको छ स्पोटेड ब्याब्लर चाहिँ अनि त्यस पछाडि मोनाल छ यहाँ ल त्यहाँ हेर्नु भेडाको एकदम के अरे त्यो सिङ कत्रो चाहिँ छ त अनि यहाँ देख्न सक्नुहुन्छ सम्पूर्ण जानकारी छैन है हो अब यहाँनिर हेर्नु त कस्तो मजाले राम्ररी राखेको छ भने नि युट्युबमा साँच्चै नै इन्टरनेसनल टुर त भनेको इन्टरनेसनल उयो नै रहेछ यो म्युजियम चाहिँ यहाँनिर मजाले देख्न सक्नुहुन्छ उप साथै यता आउनु एकछिन यो यसको बारेमा अलिकति हामीलाई अलिकति थोरै बताइदिने हो कि हाम्रो दर्शकहरूलाई हामीको दर्शकहरूलाई के It was alive during when it wasn't killed, so it was very in well maintained condition, and right now it is also well maintained. Right here, you can see the patches of the leopard right in the center of the skin, and the furs are being all preserved here. So the authentic look has been maintained by keeping the branches right here. From the you can see the what we call the white which gives ल अब यिनीहरूले अब इङ्ग्लिस यस्तै यस्तै हो यिनको ल अब यहाँनिर मजाले एकजनाले मजाले बुझाएको चौरसी यहाँ आउँछ ल यहाँ चाहिँ हाम्रो अलिकति एनिमलकै विशेषज्ञलाई हामीले बोलाइएको छ उहाँ चाहिँ भनेको चौरसी हो उसले चाहिँ अलिकति फर्दर यहाँको इन्फर्मेसन दिन्छन् केही छ भने भन्नु त यहाँनिर भन्नु त सर नेपालीबाट भन न यस्तो पाखेन छिटो भन यहाँ देख्न सक्नुहुन्छ दर्शक बहिनीहरू यस्तो मान्छेको भिड चाप छ नि एकदम चल्ला चाहिँ चोरेर हो यिनले सही भने हामीले चाहिँ त्यसलाई त्यो चोरेकोलाई चाहिँ मारेर यहाँ दिएको हो लागिसक्यो ल यहाँ चाहिँ बाजो छेउबाट हेर्न सक्नुहुन्न लु यहाँ मजाले हेर्दाको यसलाई हान्छ हो अब हामीले पढियो मात्र 20 डिफ्रेन्ट यो मोथहरूको बारेमा यहाँ छ हेर्नुहोस् त्यस पछाडि यहाँ एउटा रहेको छ रागास्टिस कास्टर भन्ने रहेछ हामीले अब यहाँनिर राखिदिन्छौँ यो मजाले हेर्नु होला नेपालमा के भएका छन् ल यहाँ हेर्नुहोस् पुतलीका प्रकारहरू नेपालमा कस्ता छन् हो बटरफ्लाई प्यापिलोप्रोटिनर यो हामी एकदम पढ्थ्यौँ यहाँ अहिले एकदम मजाले देख्न पाइएको छ यहाँ देख्न सक्नुहुन्छ यो ल साह्रै राम्रो तरिकाले अरू ठाउँ ल्याए पनि नल्याए पनि इन्ट्रेस्टिङ क्लाइमेट चेन्जिङ के भएको छ नि त नेपालमा भन्ने कुरो छ त्यस पछाडि माइक्रो हाइड्रो इलेक्ट्रिक प्लान्ट्सहरू बनाएको रहेछ त्यस पछाडि सोलर हिटर लाइटहरू सेल्फ हेल्प आफैले बोक्ने जाने सिस्टम जाने ठिक छ यहाँ हेर्नु नेपालमा गार्बेजहरू यसरी फाल्दा रहेछन् गार्बेज कलेक्सन र रिसाइकल पनि गर्दा रहेछन् यसरी नेपालमा पनि यही तरिकाले गऱ्यो भने चाहिँ धेरै राम्रो हुन्थ्यो अब यो अलिक भइरहेको छैन प्र्याक्टिसमा चाहिँ आएको छैन लु फर्दर डिस्क्रिप्सन हाम्रो यहाँनिर अलिकति हामीहरूको यहाँ सर हुन्छ एउटा राकेश सर उहाँले अलिकति डिस्क्राइब गरिदिनुहुन्छ कि भन्ने आशा लु गरिदिनु त सर यहाँ के हो लु बताइदिनु त यहाँ अन्नपूर्ण कन्जर्भेसन एरिया हो हजुर हेर्नु पर्दाखेरि अलि माउन्टेन रिजन धेरै देखिन्छ खुलेर बताइदिनु न खुलेर प्लेन ठाउँहरू पनि छन् यता हजुर हो
यहाँ तलबाट हेर्न सक्नुहुन्छ यस्तै सिम्पानी छ, यो खोरी, यो नदी भयो यो खोरी भन्ने। अनि यता अलिक यो स्पटहरू मान्छे बस्ने ठाउँहरू रहेछ यहाँ विभिन्न छन्। यो भुजुङ, त्यो चाहिँ पाँचगुण, अनि के चाहिँ चोक पनि रहेछ, चोक पनि रहेछ, यस्तै यस्तै छ। यहाँ चाहिँ हाम्रो यसको हिस्ट्रीको बारेमा अलिकति केही बताइदिनु हुन्थ्यो कि सरले? यसको हिस्ट्रीको कुरा गर्नुपर्दा चाहिँ प्लास्टिक पुरानो छ। अब यो भनेको चाहिँ एरिया देखाएको हजुर। टक्कै यहाँ अन्नपूर्ण बेस क्याम्प कहाँ हो, अनि त्यहाँ पुग्ने बाटोहरू, खोलाहरू केले छोएको छ, ठाउँहरू के छ। यहाँबाट गएपछि हामीले गुगल म्यापै खोज्नु पर्दैन है त? यो चाहिँ ह्यान्डमेड गुडल के चाहिँ ह्यान्डमेड प्रिन्टेड होइन, ह्यान्डमेड। साह्रै राम्रो रहेछ। ल अब हामी त गयौँ। सरलाई धेरै धेरै धन्यवाद। ल यहाँनिर चाहिँ हामी कुन डिपेन्डमा आयौँ भने डक्टर हरकत गुरुङले चाहिँ के हाम्रो पब्लिकेसन गर्नुभएको छ त एपिसोड। सम्झित सर यसरी आउन सक्नुहुन्छ यहाँनिर? यहाँ आएर यहाँ अलिकति के एक्सप्लेन गरिदिनु हुन्थ्यो कि हजुरको धेरै आश थियो, गरिदिनु त सर। अब हर्क गुरुङ भनेको चाहिँ नेपालको चाहिँ भूगोलविद एकदमै प्रख्यात हो। नेपालको भूगोल सम्बन्धीमा धेरै काम गर्नुभएको। हजुर हजुर। र नेपालको इतिहास चाहिँ उछालेर हेर्न खोज्नु भएको। उहाँको यहाँनिर के रहेछ नि त्यसको बारेमा अलिकति एक्सप्लेन गरिदिनु हुन्थ्यो सरले? उहाँले चलाउने गरेका अब यी एल्टिमिटरहरू भयो, अब त्यो हाइटहरू नाप्नलाई म्यापको मेजरमेन्ट गर्न कम्पास सम्पास सबै कुराहरू छन्। अब उनीहरूको उहाँको कपडा यहाँ अब पेन्टिङहरू, उहाँको अब यो उहाँको अब दैनिकी भनौँ अथवा उहाँले जीवनकालमा बिताउनु भएका समयहरूलाई चाहिँ अब एउटा के भन्छ तस्बिरमा कैद गरिएको छ। कैद गरेको हो होइन। हजुर। उहाँको अनि यताको बारेमा नि अलिकति डिस्क्राइब गरिदिनु हुन्थ्यो कि? शेर्पा उहाँ पनि अब यस उहाँले देख्न सक्नुहुन्छ भूगोल यहाँ सम्बन्धमा काम गर्नुभएको र यस अन्तर्राष्ट्रिय म्युजियममा चाहिँ एकदम अलिकति योगदान दिनुभएको छ होइन? हामीहरूको धेरै योगदान दिनुभएको छ उहाँले। उहाँको हाम्रो म्यागजिन पनि निक्लेको छ, यहाँनिर हेर्न सक्नुहुन्छ। मजाले पढ्नु होला उहाँको म्यागजिनहरू। हुनुहुन्छ उहाँ पनि अब यस अन्तर्राष्ट्रिय उहाँले पहिला लाउनु भएको ज्याकेट मैले रहेछ, अब राख्नु चाहिँ यतिकै राखेको रहेछ र पनि ठिकै छ होइन। ल यो सिरा कोड्नेदेखि लिएर उहाँको सबै चिज यहाँ कैद गरिएको छ। पहिला यो बारेमा धेरै जान्न मन लागेको चाहिँ उहाँको म्यागजिन पनि पढ्न सक्नुहुन्छ यहाँनिर। म्यागजिन राखिदिएको छ यहाँनिर, उहाँको बारेमा धेरै चिज लेखिदिएको छ। यहाँ सम्पूर्ण ज्ञान चाहिँ लिन सक्नुहुन्छ। लु सर यहाँको बारेमा अलिकति डिस्क्राइब गर्नु त। लु टोनी गगन। हजुर। टोनी गगन भनेको एकदम के थियो भन्दाखेरि लार्ज फोसिल एभरेट फाउन्ड गर्ने मान्छे थिए भन्ने कुरो हो। त्यस पछाडि उनले चाहिँ के गरेका थिए भन्दाखेरि एउटा ड्राफ्ट दिएका थिए हाम्रा लेट किङ वीरेन्द्रलाई। अब हेर्न सकिन्छ हुन्छ पहिला जमानाको फोटो नि हो। अनि टोनी गगनले चाहिँ कुन कुन रुट हिँडे त भन्ने कुरो नेपालमा यहाँ हेर्न सक्नुहुन्छ। जुम्लादेखि लिएर कहाँसम्म पुगेका छन् भन्दाखेरि यो माउन्ट एभरेस्ट हुँदै विराटनगरसम्म पुगेका रहेछन्। अनि लु यतातिर के हो यो चाहिँ? त्यस पछाडि यो हाम्रो जुन टोनी गगनले हाम्रो जियोलोजिकल म्याप बनाए नि त्यो भन्ने कुरो यहाँ छ। यहाँ देख्न सक्नुहुन्छ क्यामेरा उनले युज गरेको यो हो। क्यामेरा है यो मजाले देख्न सक्नुहुन्छ। यहाँ युज गरेको दूरबीन यो हो। त्यस पछाडि अनि त्यस पछाडि भनेको उसले चलाएको डट, त्यस पछाडि उसले बोक्ने क्यामेराको ब्याग र उसले लगाएको चस्मा हेर्नु यति जमानाको चस्मा कति राम्रो छ यहाँ हेर्न सक्नुहुन्छ। हामी अर्कोतिर जाँदैछौँ। हामी अब अर्कोतिर जाँदैछौँ। यतातिर चाहिँ छैन क्या? यहाँ देख्न सक्नुहुन्छ टुरिस्टहरू पनि निकै आउनु भएको छ यतादेखि लिएर टुरिस्ट। अनि यता पनि हाम्रो टुरिस्ट चाहिँ देख्न सक्नुहुन्छ। यो चाहिँ इन्टरनेट हाम्रो नेपालको सम्पदा चाहिँ सबै यहाँ हाम्रो यहाँ के अरे कैद गरिएको छ। यहाँनिर माथि वरिपरि आर्मीको सरहरू पनि देख्न सक्नुहुन्छ। यहाँ सानोतिनो केही हुने बित्तिकै यहाँनिर उहाँहरूलाई इन्फर्म गर्दाखेरि यहाँ धेरै चाहिँ हेल्प हुनेछ। भने यो नेपालको यहाँ इतिहास बुझ्न मन लाग्यो भने एकचोटि यहाँनिर चाहिँ छिर्नै पर्ने रहेछ भन्ने यहाँ जानकारी गराएँ सबैलाई। ल यहाँ देख्न सक्नुहुन्छ हिमाल पहाडदेखि लिएर तराई भेषभाग चाहिँ सबै